हाम्रो सर्दी अध्यक्षले के भन्नुहुन्छ एकचोटि सुन्नुहोस् त, हेर्नुहोस् त, सुन्नुहोस् न, अध्यक्षले हर्क साम्पाङले के भन्नुभएको छ। उहाँको अध्यक्षका कुरा सुन्ने अरे, आउनुहोस् न त एकछिन उहाँका अध्यक्षका कुरा सुनाऊ, के भन्दा रहेछन्। यो पार्टीको सबैभन्दा आधिकारिक व्यक्ति म हो, मैले बनाएको पार्टी हो यो, मेरै विचारबाट निर्दिष्ट पार्टी हो, त्यसले गर्दाखेरि मेरो मुखबाट जे निस्किन्छ त्यो मात्रै आधिकारिक हो। म धरानको सबभन्दा ठुलो मान्छे हो, बुझ्नुभयो नि, म भन्दा ठुलो मान्छे छैन यतिखेर। किसमको लिडर कि म पनि हो, म के हो तपाईँ तपाईँले बनाएको उपनेता म नेता हो क्या। प्रधानमन्त्री को हो त प्रधानमन्त्री? बालेन शाह। त्यस्ता मुला के बोले भाइ? अब के बोले? म जति मेच्योर कोही छ र देख्दिनँ म त। अरू त म त केटाकेटी जस्तो लाग्छ। के जथाभावी बोले?